हेलो एभ्रिवान झोरले हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि एकदम सन्चै आरामै छु। तपाईँहरूलाई म एउटा चिज देखाउँछु है। बिरालोको बच्चा हेर्नु न, कति राम्रोसँग खेलिरहेको छ कि। ओ जेठा साइला माइला काइला ठाइला, आऊ 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 नहीं क्या नुमै खोइ हाँ नुमै कुला नुआ छुड्डो मै खोइ मै लारा नाला पनेस ए पुन्ने कस्तरी खेलेर बस्यो कि न। झल्को आउँदा तिम्रो भिख माग्दै आउने छु मायाको देशमा। म चाहिँ ठुलमम्मीको घरमा आइपुगेको साथीहरू। मम्मीले धान लैजाने भन्नुभएको छ, 4 बोरा छ। मम्मी जल्लीबुडी भएर हिँड्दा मम्मी त जल्लीबुडीको ग्याङ त हो। हेर्नु नि यो कति राम्रो छ कि, आँखा हेर्नु आँखा। आहा ओए बडी नुमिमी छाना बडी पाइयो त रे। के भयो तेरो आँखा? नारो मम्मी आउँछ है अहिले, नारो है मम्मी आउँछ है। बाजु राल्टा हामी चाहिँ ठ्याक्क कता हो देख्दैन क्या यहाँबाट। ओ त्यो त्यो देख्नु भएको नि हो, त्यहाँ हो कि अहिले मिलमा जाने। त्यहीँको बाजेलाई 4 बोरा भएर 1 बोरा लिन आउनु भनेर बोलाएको छ, आउनुहुन्छ होला। म चाहिँ अब जान्छु साथीहरू। ओके गएको ल। म चाहिँ आइपुगेँ मिल भएको ठाउँमा। धान त्यहाँ बाजेको घरमा राखिदियो त्यता। म चाहिँ लास्टै काम गरेँ, यहाँ शीतलमा बस्न आएको कि यहाँ बाजेको स्कुटरमा। बाजे कता जानुभएको रहेछ। म चाहिँ स्कुटरमा बसिरहेको कि यहाँ चाहिँ यो खनेको रुखमुनि छारीमा शीतलमा। हामी एकचोटि यो आँपको रुखमा आँप चढ्न आएको होइन साथीहरू। यस्तो भाग भएको आँपमा त्यतिखेर एउटा बकुल्ला नि मारेको थियो। बकुल्ला त छोडेर भाग्यो, छोडेर कि लियो थाहै भएन त्यति बेला के गर्यो। काल्ना त्यो भर्खर डोजरले खनेको थियो। आम फाल्दै भाग्दै यहाँको आँप फेरि यस्तो ठुल्ठुलो हुन्छ कि। चर्न आएको त होइन, टिप्न आएको।
देख्न सक्नुहुन्छ यो चाहिँ के हो कुन्नी रिसोर्ट जस्तो सबै केटाहरू माछा मार्न गएको रहेछ अघि फोन गर्नुभएको थियो बाजेले आइजै जानु भयो म चाहिँ यहाँ धान आज चामल छैन नि त घरमा अब खान पर्यो कुट्न पर्यो त्यही भएर यहाँ मिलमा आउने भएको कारणले म चाहिँ आज गएन माछा मार्न बाजेहरू चाहिँ जानुभएको छ मम्मी आउनु भयो होला माथि मम्मी चाहिँ हिँड्दै आउनुभएको छ स्कुटरमा मिलेन त्यही भएर हो हिँड्दै आउनुभएको म चाहिँ अहिले तपाईँहरूलाई धान कुटेको देखाउँछु है मिलमा थोरै भयो नि यो चाहिँ चाउमिन हो यो चाहिँ चाउमिन हो ल फाइनल्ली साथीहरू म चाहिँ धान र मम्मीलाई पुऱ्याएर चाबाघाट खाजा खान झरेँ है त्यही हिजोकै दिदीको ठाउँमा हो दिदी अघि हिजो भिडियो नहाल भनेको हालेछ है भन्नुभएको थियो तर रिसाउनु चाहिँ पाएन है रिसाउनु भएन भोलि दुईवटा अमिलोको डल्लो ल्याएर फकाइदिन्छु ल साथीहरू खायो ल गाउँमा डल्लो खुर्सानी मामा ल खान्छु त्यसपछि भेट्छु ल फाइनल्ली साथीहरू मैले चाउमिन खाएर पनि भ्याएँ होइन मलाई यहाँ दिदीले कराउनु भएको कि जस भन्नुभयो कि दिदीलाई नि दिदी छोरीलाई नि दिदी भन्छ भन्नुभयो कि दिदी भएपछि त मैले त दिदीको छोरीलाई त भान्जी पर्छ नि त फेरि दिदीलाई फेरि पहिले सानैबाट मैले दिदी दिदी नै भन्थेँ त्यही भएर दिदी नै आउँछ कि भन्न भान्जी भन्न आउँदैन त्यही भएर अघि मैले यता दिदीको छोरीलाई दिदी भनेको छोरी दिदी हो कि आमा दिदी हो भन्नुभएको थियो कि यता हिँड्नुभयो छोरीलाई नि दिदी आमालाई नि दिदी हे टाढैबाट आई लभ यु छ तिमीलाई उत्पातै मन पराउँछु म तिमीलाई वनमा काँडा छ दिदी नाच्दिनु न नाच्ने जस्तै हो दिदी यस्तो यस्तो घुम्दैन साइड 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 सार सोटकाले साथीहरू बजारको भ्यू हेर्नुहोस् बजारको भ्यू राम्रो लागेन भने मेरो अनुहार हेर्नु मेरो अनुहार राम्रो लागेन भने ओ त्यो फुल हेर्नु त्यो टाँकीको फुल हेर्नु म चाहिँ हाम्रो घर जाने बाटोमा आइपुगेँ यहाँ पिङको डोरी चाहिँ फुकालिसकेँ मेरो मैले अस्ति नै टिकटक बनाएको थियो नि त साथीहरू त्यो टिकटक हेर्नु भएन भने सोनाम थापा मगर 94 टिकटक आइडीमा गएर हेरिदिनु होला चाउमिन पनि खाएर आएँ त्यहाँबाट हिँड्ने बेला भिडियो गर्नु भ्याएन
ल साथीहरू, आजको मिठो मेरो यो भ्लग चाहिँ यहीँ म समाप्त गर्न चाहन्छु। कृपया सबैजनाले मेरो यो सानो मिठो भ्लगलाई माया गरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजको भ्लग यहीँ म समाप्त गर्न चाहन्छु। बाई बाई।